फाइनल्ली आज चाहिँ म चाहिँ बाल काट्न जाँदैछु हैन। बाल पनि लामो लामो भइसकेको छ कि यति लामो भइसकेको बाल ठिक छ केही छैन। आज चाहिँ बाल काटेर यस्तो बाल काट्नु भन्ने कुरा हो र ठिकै छ गरे अब त्यही नै यसो काट्ने भन्ने कुरा हो। सो लेट्स गो हेरौँ त बाल कस्तो काटेर चाहिँ कस्तो देखिन्छ र अहिले चाहिँ कस्तो देखिन्छ भन्ने कुरा हो क्या। वेल डन जेन्ट्स सलुन यहाँ चाहिँ बाल काट्ने चाहिँ अब डक्टर सट्टर सो पेप्सी खाइदिउँ भन्ने कुरा हो कि डिउ खाइदिने डिउ यसलाई चाहिँ पर्छ तपाईँको यसलाई हो 250 पर्छ। हाँ बाबा क्या हाल है बाबा एकदम सही है। आप रोटी खा सकते हैं इधर देखिए बहुत अच्छी रोटी है इधर और मैं अभी इधर बैठा है इधर पूरा दुकान है बाबा। और क्या खाना चाहते हैं आप लोग क्योंकि चाहिँ बहुत मिठो हुन्छ भन्ने कुरा सुनेको मैले हैन। यो चाहिँ हैन केही छैन मैले चाहिँ यो ल्याएँ हैन किनकि आज मौसम गर्मी छ के सर गर्मी छ गर्मी छ त्यही भएर हो पनि आइयो हैन। बाल चाहिँ अब ठिकै छ भन्ने कुरा गरे अब अगाडि चाहिँ अलि राम्रो भएछ लाग्यो मलाई। के चौडाजु खाना खानुभयो ए कता जानुबाट कराइनुबाट ल ल ल डिउ खानुपर्छ डिउ खाऊ ज्यान बनाऊ भन्ने मलाई लागेको छ हैन। ठिक छ केही छैन। अघि के भनेको थिएँ मैले अघि मैले देखाएको थिएँ फोटो हो त्यहाँ जाँदा हैन यहाँ चाहिँ हो हैन। ठिकै छैन यसलाई राख्ने ठाउँ पनि छैन यसले यहाँ राखिदिउँ। अघि कस्तो थियो अहिले कस्तो गयो ठिक छ केही छैन। यस्तो दारी काट्ने भनेको थियो अनि दारी चाहिँ अब राम्रो देखिरहेको छ भन्ने कुरा हो त्यहाँ चाहिँ होइन। बाल चाहिँ अब यस्तो टाइपको हो बाल चाहिँ अब होइन। ठिक छ केही छैन। सो नेक्स्ट भिडियो चाहिँ 9:30 आउनेछ तपाईँहरूको सामु भन्दै च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला र लाइक हान्न पनि नभुल्नु होला भन्दै भेट्नेछौँ नेक्स्ट भिडियोमा। अहिले चाहिँ बाई बाई।